नमस्ते सबैजनालाई। आज फेरि मैले मोमो बनाउन गइरहेको छु र हामीले चाहिँ आज यो किम्ची चाहिँ घरमै मिक्सरमा पिसेर बनाएको र यसमा सहयोगको लागि मेरो दुईटा बहिनीहरू छ र यसमा चाहिँ मैले मोमोको अचार बनाउन लागेँ र यो चाहिँ मैले प्याज र लसुन हालेर बनाएको हो। अनि अब बनाउने तरिका यही त हो नि, बेसार मसला लसुन टिम्बुर धनिया हालेर बनाउने हो र त्यसै गरी मैले चाहिँ पालोसँग सबै थोक हालेर बनाउन गइरहेको छु र मैले चाहिँ आज टिम्बुर धेरै हालिनँ किनभने यो चाहिँ हामीले जपनिजको लागि बनाउन लागेको हो र यो चाहिँ सामानहरू सबै बहिनी दुईटा आफैले किनेर लिएर आएको हो। अनि मैले चाहिँ उनीहरूलाई चाहिँ अब मोमो बनाउन साथी मात्रै गरिदिएको किनभने उनीहरूलाई राम्रोसँग बनाउन आउँदैन भन्यो। अनि म पनि हुन त्यति साह्रो बेसरी राम्रो बनाउन जान्ने चाहिँ होइन, तर नर्मली अब काम चलाउ चाहिँ बनाउँछु र त्यसै भएर मैले बनाइदिन्छु भनेर। अनि एकजना बहिनीले चाहिँ एन्जीले चाहिँ बाबु हेऱ्यो अनि नन्दु बहिनीले चाहिँ मसँग मोमो बनाउनलाई मलाई सहयोग गर्यो र हामी दुईजना भएर अनि तीनजना सेजीसँग चारजना, मेरो बाबु पनि त अब छ नि घरमा, जस हामी सबैजना मिलेर बनाउँदैछौँ र यो चाहिँ धनिया हालेँ। मैले टिम्बुर चाहिँ धेरै हालिनँ किनभने चाहिँ जपनिजहरूलाई यो धेरै ओठहरू प्यार गरेको मन पर्दैन र मैले अमिलो पिरो पनि हालिनँ किनभने नर्मल यिनीहरू गुलियो खाने जात। अनि फेरि धेरै अमिलो पिरो भयो भने त फेरि यिनीहरू खान सक्दैन नि त। अनि तिल हालेर मैले बनाउने अचार चाहिँ यही हो। एकदम मिठो हुन्छ है यसरी बनाएको अचार, तपाईँहरूले पनि ट्राई गर्नु होला। त्यस्तो धेरै केही पनि चाहिँदैन फेरि बनाउनलाई चाहिँ, जस यही हो। मैले चाहिँ यसरी मजाले पकाएर अनि मिक्सरमा हालेर पिसेँ। अनि यो पिसेर मजाले पिस्नुपर्छ किनभने टिम्बुर फेरि गेडा हुन्छ नि त। अनि त्यही भएर अनि फेरि जपनिजहरूलाई फेरि पर्ला भनेर अनि यसरी हामीले चाहिँ अब बनायौँ। अनि हेर्नु न कस्तो मजाको भएछ क्या अचार पनि, एकदमै हेर्दा पनि मिठो भएछ। तर मिठो थियो है यो अचार चाहिँ, हामीले चाहिँ खाइसक्यौँ नि त यो भिडियो बनाउँदाखेरि, मैले खाइसकेको भयो। अनि जस राम्रो एकदम मिठो छ है अचार चाहिँ। अनि यता चाहिँ बहिनीले मासु मुस्दै छ, यसमा सबै मरमसला हालेर बहिनीले चाहिँ एकदम मजासँग म्यारिनेट गर्दैछ। अनि हामीले चाहिँ बनाउनतिर लाग्यौँ र बहिनीले चाहिँ अब यो मोमोको लागि पिठो पेल्यो अनि मैले चाहिँ डल्लो बनाएँ मोमोको गोलो। र मलाई चाहिँ पिठो पेल्न भन्दा नि मोमोको डल्लो बनाउन मजा लाग्छ। त्यस्तो बनाउन जान्ने चाहिँ होइन म होइन, तर नर्मल खानाको लागि चाहिँ अब घरको लागि चाहिँ ठिकै बनाउँछु भनौँ। अनि मिठो पनि हुन्छ, मिठो पनि थियो। हामीलाई चाहिँ एकदम मिठो लागेर मजाले खायौँ र मैले चाहिँ थोरै आँटा र कोदोको पिठो मिसाएर पनि मोमो बनाएको थिएँ। त्यसको चाहिँ मैले भिडियो बनाइनँ किनभने त्यो चाहिँ मेरो बुढा र अनि एनजी बहिनीको लागि बनाएको। अनि हामीले पनि 1-2 पिस चाहिँ चाखेको थियौँ। अनि यसरी चाहिँ यो फर्स्ट लोड हो। अनि हामीले चाहिँ यसरी चाहिँ 3 पटक पकाएँ है, 3 लोड गरेर पकाएँ। 2 लोड चाहिँ बहिनीहरूलाई उता प्याक गर्नु पर्यो लानुको लागि। अनि लास्ट लोड चाहिँ अब लास्टको चोटिको चाहिँ हामी आफै खानको लागि। र बहिनीले चाहिँ यो मोमोलाई सेलाउन गरेर प्याक गर्दैछ उताको लानलाई। अनि यहाँ चाहिँ बहिनीले पुरा प्याक गरिरहेको छ किनभने यो चाहिँ अब जपनिजलाई दिनलाई 14 प्याकेट बनाएको बहिनीले उसको खाइसेमा दिनलाई। अनि एनजी बहिनी एकदम कामपत्ती गरिरहेको छ र ल हेर्नुहोस् त मजासँग यस्तो यो सेलाको मोमो पनि कस्तो मिठो हो कि रसिलो हो। अनि यसरी हामीले मोमो अचार सबै रेडी पारेर अचार चाहिँ अर्को डिब्बामा हालेको भएर देखाउन बिर्सेछ, जस यही हो। अनि हामीले बनाएको मोमो चाहिँ यो कोदोको मोमो पनि एकदम मिठो, हेर्दा पनि रसिलो थियो तर खाँदा झन् मिठो थियो है। यही हो। थ्याङ्क यू फर वाचिङ।